हेलो गाइस, के छ? यो चाहिँ मेरो फर्स्ट भ्लग होइन। हाम्रो केटाहरू चाहिँ अब के जोस चलेछ होइन, यस्तो यस्तो यो मिसालहरू हानिरहेछ, यताउति डेन्जर भइरहेछ। यस्तो बेलामा नि होइन हाम्रो केटाहरू पुरा फोटो खिच्ने जोस चढाएको छ। के भन्नु, डर छैन, फोटो खिच्न पाए, टिकटकमा बनाउन पाए भर पुग्यो, अरू केही चाहिएन। अनि हाम्रो ग्रुपको चाहिँ सबभन्दा जिनियस र इन्टेलिजेन्ट गाई भनेको हाम्रो तिलक हुनुहुन्छ होइन। तिलकलाई चाहिँ हाम्रो ग्रुपले अहिले बालेनको नाम दिएको छ होइन। अनि बालेन सर हजुर केही भन्न चाहनुहुन्छ मेरो पहिलो भ्लगमा? अहिले हामीतिर रम्बलतिर हामी एउटा भ्यू खोज्नुलाई गइरहेको छौँ। रम्बलतिर भ्यू राम्रो आउँछ भनेर हामी हल्का मिहिनेत लगाएर हल्का बाहिर गइरहेको छौँ। अब हेरौँ लेट्स सी कस्तो पाउँछ त्यहाँ होइन। अब त्यहाँ हामी अपडेट गर्दै गर्छौँ त्यहाँ गएर। अब हामी चाहिँ अब फोटो खिच्नु त्यो देखिरहेको उता त्यो रम्बल घारीतिर होइन, रम्बलतिर त्यतिर गएर चाहिँ एकचोटि भगवान गर्छ। त्यतिखेरसम्म चाहिँ भिडियोमा बसिरहनु होला है त। हामी चाहिँ फाइनली आइपुग्यौँ होइन, यो डिजर्ट एरियातिर हेर्न सक्नुहुन्छ तपाईँहरू चाहिँ पुरा यस्तो छ, यस्तो अवस्था छ यताको चाहिँ होइन। अहिले चाहिँ घाम त्यति लागेको छैन। अब सुरु गर्न लाग्छन् केटाहरू। यहाँ फोटोग्राफी स्टार्ट हुँदैछ है केटा। यस्तो टक्क यता चाहिँ आफ्नै धुनमा केटाहरू आफ्नै तालमा, हामी चाहिँ आफ्नै धुनमा टक्क लाएर। सबैजनालाई नमस्कार। नमस्कार भाग्यमानी भयो। नमस्कार भाग्यमानी भयो। हामी चाहिँ भनेको त के पार्टी अरे, हामी पुचाडे पार्टी होइन। हामी भनेको चाहिँ पुचाडे ग्याङ्स। रक्सी खाइँदैन, खाएपछि 10 बोतलले पनि पुग्दैन, यस्तो छ है दुबईको जिन्दगी। दुई ब्यागमा एक प्याक दुई ब्यागमा गर्ने मान्छे 10 बोतल खाएर बस्छ। यस्ता यस्ता छन् केटाहरू। ल हामी चाहिँ टक्क आइपुग्यौँ होइन उताबाट फोटो खिचेर। त्यता अब घाम पनि लागेको छैन, लाइटिङ पनि राम्रो आएन, फोटो राम्रो आएन भने केटाहरू चाहिँ पिस्क्यो क्या। टक्क केटाहरू चाहिँ अब यही क्याम्पभित्रै खिच्ने भनेको छ फोटो भिडियोहरू। अब हेर्दै जानु भ्लगमा। ल हेर्नु त्यहाँनिर सक्नुहुन्छ कस्तो आइरहेछ। केटाहरूले सिन चाहिँ बवाल पाउँछ होइन। यस्तो छ अब फोटो खिच्ने टोलीहरू यस्तो छ। अब खाना चाहिँ जाँदैछौँ हामी। खाना खाने बेला भयो अब चाहिँ टक्क 12 बजे छ। के हुन्छ म देखाउँछु भन्नु नि त्यहाँ बुफेमा। खाना के हुन्छ ल, आज खाना खान पाइन्छ कि पाइँदैन नि त। हिजो अब सकिएको थियो खाना, अलिक ढिलो नै गइयो, खाना पाइएन। खाएको छैन, भोकै छौँ हामीहरू। यहाँ भोकमरी चलेको छ यहाँ विदेशमा वारले गर्दाखेरि होइन। बेसी अब त्यहाँ के हुन्छ, बिरयानी छ कि के छ अब भन्ने कुरा छ। व्हाइट राइस होला लास्टमा, मटन बिरयानी। मटन बिरयानीको जोसमा गएको हो, पाइन्छ पाइँदैन होइन। एक्सपेक्टेसन भर्सेस रियालिटी है त। अब वहाँ गएपछि के हुन्छ, अब त्यहीँ गएपछि देखिन्छ। सबलाई देखाइदिन्छु म। अब वहीँ गएपछि थाहा हुन्छ अब के मिल्छ हेर्दै गरौँ। न हेरौँ है त। खाना खाने टाइमै नभएको छ, एक्ज्याक्टली टाइमै नभएको रहेछ। अलिक छिटो आएछौँ, केही छैन। अब हामी यतातिर घुम्छौँ, यताउति देखाउँछौँ। अब यहाँ विदेशमा चाहिँ एकदम खाडी मुलुक हो, केही पनि हुँदैन, हरियाली केही पनि हुँदैन भन्नेहरू चाहिँ एकचोटि यता हेर्दा हुन्छ है। यहाँ चाहिँ यस्तो पुरा यस्तो छ, यहाँ चाहिँ दुबै रोपेको। नेपालमा चाहिँ अब बाल हुँदैन, भएको रुखहरू पनि काटेर फालिदिन्छ। अब के गर्छ होइन काटेर। अब विदेशमा चाहिँ रुख किनी उगाउँछ कि यहाँनिर चाहिँ। अक्सिजन त चाहियो नि त अब मरुभूमिमा। तर हाम्रो नेपालमा चाहिँ अब सम्पत्ति प्रशस्त भएर पनि होला नेपालीले चिन्न नसकेको, भएको चिज पनि काटेर फालिदिएको छ। पटक पटक बाख्रालाई पनि नछोड्ने पटक बाख्रालाई पनि नछोड्ने। हेलो हेर्न सक्नुहुन्छ बालेन सर, दिल बालेन। राकेश भाइ तिमी के भन्न चाहन्छौ? म त है म चाहिँ जे कुरामा पनि समर्थ छु है, यताउता केही छैन।
हाम्रो बालन सरसँग भेट भइरहेछ, खुसी छु त्यसमै है। अब नेपाल गएर है सरकार बनाऊ कि भन्छ, कोही दुबईमा बसेर हल्लिरहेको छ बालन सर। अनि यो दुईटा धारेहरू चाहिँ मनै पर्ने नमर्ने मान्छे खाँतीहरू यिनीहरू अलिक दिनपछि चाहिँ है नबोल्न होला यिनीहरूसँग। अलिक दिनमा चाहिँ है सुन्दाखेरि है अब काठमाडौँको है पुरै हुलिया नै चेन्ज गर्छु भन्ने चाहिँ हाम्रो बालन सरले हेरौँ कतिको गर्दो रहेछ। त्यो त बालेनले गरे, मेन बालेनले गरेन नि, लिल बालेनले पिटाइ खान्छ है। बालनले पाइरहेको खाने हो। यदि गरेछ भने यो एआई बालेन हो दाइ, एआई बालेन, अँ, एआई बालेनले कुरै खाने हो है। गरेन भने हामी भनेको त है परदेशी प्लान त्यस्तै हो। त्यस्तै छ, अब हिँड्दै गरौँला। यस्तै छ यहाँको मौसम चाहिँ आज एकदम दामी बब्बाल सफा छ क्या, घाम पनि छैन, गर्मी पनि छैन, चिसो जाडो हावा पनि चलिरहेछ, मस्त छ। जाम न त यस्तो स्विमिङ पुलहरू नि देखाइदिउँ मेरो भ्युवरहरूलाई एक घन्टा के यहाँ है। बस्ने हुन्छ। यतैतिर यसो गफसफ। लाइटर ल्याए चुरोट ल्याएको लाइटर के प्रब्लम हो। यस्तो केटाहरू चुरोट बोक्छ लाइटर बोक्दैन, जतिखेर पनि अघि उता फोटो खिच्न जाने बेला पनि त्यही गर्यो। यहाँ बस्नु हो दाइ जुन क्या उतै रुम फेरि उहाँ गएर फेरि फर्केर आउनु लामो, यहीँ बसेर यसो टक्क गफसफ गऱ्यो, यहीँ बसेर टाइम जान्छ हो मोबाइल सोबाइल चलाउँदामै। ल जाऊँ न त, ए स्विमिङ पुल हो होइन यतातिर टक्क यता, यो चाहिँ स्विमिङ पुल हो। यस्तो छ हाम्रो भ्यू चाहिँ ठिक छ। तर यहाँ अब एकजना अस्ति नै पौडी खेल्दाखेरि डुब्यो भनेको थियो, त्यो डुबेको मान्छेले चाहिँ यो भाइले उद्धार गरेको है। फेरि भन्दा गफ हाने जस्तो लाग्यो, तर यो फ्याक्ट केही हो। डुब्दैन है, चाहिँ डाइभ हानेर हेर नि डुब्दैन। 2 फुट मात्रै हो तल, हेर्दा मात्रै गहिरो देखेको, डाइभ हान त। आधी पावर भएछ, केही छैन गाइस। अब म फेरि क्यारम बोर्डमा चाहिँ एकदम एक्सपोर्ट छ क्या। यो पलमा कति हान्यो भने उता पलमा छिर्छ, त्यस्तो खतरा हो क्या म चाहिँ। अब चाहिँ खाना खाएर आइयो होइन, जाँदैछौँ भने यस्तै छ। अब हाम्रो भ्लग चाहिँ यति नै हुन्छ होला, बिस्तारै भिड हुन्छ। टक्क म चाहिँ रुममा आइपुगेँ, अब आफ्नै हुन्छ। अब बिस्तारै एडिट गरिन्छ, अनि टक्क लाएर अनि भरे बेलुकातिर यसो पोस्ट गरिन्छ। र आजको लागि चाहिँ भ्लग यति नै हो। सबलाई माया छ, यतिसम्म लास्टसम्म हेरिदिनु भएकोमा। मन लागेछ भने अरू पनि भ्लग बनाएर आउँछु। त्यो भ्लग चाहिँ यत्तिकै हावा पनि बनाइदिएको, त्यो जाडै नै छ थाहा छ, तर केही छैन, टाइम पास गरिदिएको मात्रै हो। छुट्टीमा के भन्छ, टाइम पास गर्नुपर्छ, दिन काट्नै गाह्रो हुन्छ, केही गरम हुन्छ नि, त्यही भएर ल। अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद, मनदेखि माया छ।